नेपाल र भारत बीच व्यक्तिगत रूपमा रकम ट्रान्सफर गर्न सकिने सेवा सुरु भएको छ। निश्चित बैंक तथा वित्तीय संस्थाहरूबाट यो सेवा सञ्चालनमा आएको हो। नेपाल क्लियरिङ हाउस लिमिटेड एनसीएचएल का अनुसार हाल 9-10 वटा मुख्य कमर्सियल ब्याङ्कहरूले आफ्ना ग्राहकलाई यस्तो सेवा उपलब्ध गराउन थालिसकेका छन्। ग्राहकले सम्बन्धित ब्याङ्कको मोबाइल ब्याङ्किङ अथवा कनेक्ट आइपीएस को मोबाइल एप मार्फत रकम पठाउन सक्छन्। यसका लागि क्रस बोर्डर फन्ड ट्रान्सफरको विकल्प राखिएको छ। रकम ट्रान्सफर गर्दा ब्याङ्क खाता वा मोबाइल नम्बर जस्ता भर्चुअल पेमेन्ट एड्रेस प्रयोग गर्नुपर्ने हुन्छ। अहिले भारतका पनि मुख्य तथा निश्चित ब्याङ्कहरूमा मात्र यो सुविधा लाइभ भएको बुझिएको छ। एनसीएचएल का अनुसार अन्य वाणिज्य ब्याङ्क, विकास ब्याङ्क तथा वित्तीय संस्थाहरूमा क्रमशः यो सेवा विस्तार गरिनेछ। विगत 1 सातादेखि नै यो सेवा आन्तरिक रूपमा परीक्षणमा रहेको एनसीएचएलले जनाएको छ। रकम ट्रान्सफरका लागि दैनिक तथा मासिक कारोबार सीमा तथा शुल्क तोकिएको छ। नबिल ब्याङ्कले भने आफ्नो मोबाइल ब्याङ्किङ एप एन्ड ब्याङ्क मार्फत नेपाल इन्डिया नेपाल रियल टाइम P2P रेमिटेन्स सेवा सुरु भएको घोषणा नै गरेको छ। थप जानकारी टेकपानामा पढ्न सकिन्छ। अनलाइनबाटै